पोखराबाट कुस्मा हुँदै मुक्तिनाथसम्म पुग्ने हाइवे अहिलेको निर्वाचनमा केही सीमित उम्मेदवारहरूको चुनाव प्रचारको सामग्री बन्यो। उनीहरूले यो हाइवे माथिबाट ड्रोन शट लिएर जनतालाई देखाए कि हामीले यो हाइवे यस्तो बनायौँ, उस्तो बनायौँ, यसरी पिच गर्यौँ र पर्यटकलाई मुक्तिनाथसम्म जाने बाटो हामीले दियौँ भनेर भने। तर यो बाटोको रियालिटी के हो त? आउनुहोस् एकचोटि हेरौँ। यो हेर्नुहोस्, कुस्माबाट पोखरासम्म आउँदै गर्दा केही सीमित ठाउँको मात्रै दृश्य हो यो त हाइवे होइन र। अनि यो हाइवेमा सवारी साधन स्पिडमै हुन्छ होला नि। अनि जहाँ मोड छ, जहाँ घुम्टी छ, जहाँ साँघुरो छ, त्यहाँ के हो यस्तो? कति भयो यो बाटो पिच भएको? कुन ठेकदारले बनाएको हो? अनि यो बाटो पास गर्ने चाहिँ कुन चाहिँ इन्जिनियर हो? सबैभन्दा महत्त्वपूर्ण विषय भनेको यो बाटोमा कुनै पनि सवारी साधन बाटोको कारणले दुर्घटना भयो भने त्यसको जिम्मा कसले लिन्छ? यो हाइवेबाट वर्षमा हजारौँको सङ्ख्यामा पोखरा कुस्मा हुँदै मुक्तिनाथ दर्शन गर्न जाने टन्नै भारतीय यात्रुहरू हुन्छन्, पर्यटकहरू हुन्छन्। उनीहरू यो बाटोबाट जाँदै गर्दाखेरि आफ्नो देशमा के सन्देश लिएर जान्छन् होला? यहाँ त धेरै जसो बाइक राइडरहरू आउँछ। उनीहरूले हाम्रो यो बाटोलाई लिएर के सन्देश लिएर जान्छ होला आफ्नो देशमा? अनि मान्छे कसरी आउँछ मुक्तिनाथ? अहिलेको समयमा सवारी साधनको चाप बढ्दो छ। यस हाइवेमा दिनमै हजारौँको सङ्ख्यामा सवारी साधनहरू चल्छ। कति बाटोको कारणले दुर्घटना भइरहेको छ। यसको चेक जाँच कसले गर्छ? सवारी साधन चलाउँदाखेरि यदि कसैले लाइसेन्स बोकेको छैन, बिलबुक बोकेको छैन भने ट्राफिकले चेक गर्छ र चिट काट्छ। अनि जहाँ बाटो नै खतम छ त्यसलाई कसले चेक गर्छ? यस बाटोतर्फ सम्बन्धित निकायको छिटै ध्यान जाओस्।